पनि वेलकम ब्याक छ मेरो न्यू ब्लगमा। त्यही होइन प्रायः मेरो नाइटै हुन्छ। अब चाहिँ न्यू नाइट भन्ला जस्तो छ है एभ्रिडे। अन्त चाहिँ खुसी छ। हामी चाहिँ जाँदैछौँ, तपाईँले देख्न सक्नुहुन्छ। हामी चाहिँ जाँदैछौँ गोरगाउँ माइजूहरूकोमा हो। के अरे हाम्रो चाहिँ दसैँको मतलब खाना पेन्डिङ थियो। हामी दसैँको खानामा बोलाउनु भएको अरे। किनभने खासमा चाहिँ यस्तो हो कि मेरो मतलब मेरो माइतपट्टि भन्यो पनि भयो। अब मेरो मम्मी पापापट्टि चाहिँ मेरो बडा कस्तो भएर चाहिँ मनाउनु हुँदैन थियो। त्यही भएर चाहिँ त्यस्तो मम्मीहरूले तपाईँले याद गर्नु भयो होला कि त्यो टिकाहरू लाउनु भएको, चन्दनकै टिकाहरू लाउनु बाहिर बुवा देखाउँछौ त बाबा देखाउँछु। अन्त त्यही भएर चाहिँ बोलाउनु भएको छ। अन्त अस्ति हामी जहाँ गएको थियौँ माइजूहरूकोमा, त्यहीँनिर चाहिँ होइन, त्यहाँ ठुलो माइजूहरू हुनुहुन्थ्यो, ठुलो माइजूको घर हो। अन्त अहिले जाने चाहिँ हाम्रो अलिक सानो माइजूहरूको दुईजनाको घर हो। त्यहाँ जाँदैछौँ हामी चाहिँ। अहिले फिलहाल चाहिँ मसँग छ मेरो बेबी गर्ल मम्मी हो। आई भन्दै न त, आई भन्दै बाबा के कसको तपाईँले देखिहाल्नुभयो को को छ अहिले। भाइहरू चाहिँ हाम्रो भोलि प्रोग्राम छ, सन्डे हाम्रो प्रोग्राम छ, सन्डे हाम्रो प्रोग्राम छ। त्यसले गर्दाखेरि पुरा बिहानदेखि नै बिजी छ भाइ, हलमै हो बिजी छ के अरेन्जमेन्टहरू गर्नुको लागि भोलिको। अन्त पापाको चाहिँ ड्युटी, अन्त मेरो हस्बेन्डको पनि ड्युटी। अन्त सिधै त्यहीँ आउनुहुन्छ सबैजना। हामी चाहिँ यहाँबाट गएको चाहिँ आइसके बाहिर के रहेछ मम्मी? अलिक साइडमा बस्छु मम्मी, आउला नि मुखमा गऱ्यो भने चाहिँ सुत्यो भनेर जाने पनि हुन्छ। फेरि होला लाइभ भिडियो गर्दिनँ पत्तीमा, लाइभ होइन हौ। ए अब चाहिँ हाम्रो सुरु भयो मुलाको अचार। त्यसो तपाईँ चाहिँ बादमा खानु, म त राखिसकेँ, म त खानु हुन्छ। बिगल चाहिँ लुगा सुगा फेरेर बसिरहेको छ कम्फर्टेबल। छिपकली जीवा 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 के रहेछ यहाँ, के रहेछ हेर त। माया गरिदियो नि त भाइलाई। माया चाहिँ कसले गर्छ? मुनि ग्यास तान्छ। लगाइदियो नि त। दिदी भन्दैछ भाइले, दिदी भन्दैछ भाइ। यहाँ दाइ दिदी भन्दैछ भाइले, हो कि दिदी भन्दैछ भाइ। तँ फेरि जान्छस् अरे? त्यस्तै मेरो त्यस्तै हालत भइरहेको छ, यस्तो पागल बनाएको छ। ओ भाइ आरब हो, आरब। सिद्धार्थले भेट्दिएको अब यो हो। यसो पुरा थियो त, सानोमा पुरा खेलेको यसले है मम्मी।
अब सिद्धार्थलाई आशिषको हो नि त आफ्नो गुम्बु भएर यहाँ उयो हेर न ओ मजाले नाच नाच बसन्ती बसन्ती नाच बसन्ती नाच बसन्ती नाच भन्दैछ ए जे बोली त्यही बोल्दो रहेछ नि त है ब्याट्री कम थियो तिमी भन त नाच भन त सिद्धार्थले चाहिँ खाना खानु भनेको सिद्धार्थको चाहिँ चिकन केही खाँदैन ऊ चाहिँ नाच है बसन्ती मेरो फोन कहाँ राख्यो फेरि दसैँ सकेर पनि हाम्रो चलिरहेको छ दसैँ यसमा चाहिँ अलिक डिफ्रेन्ट छ पपिता त्यस्तो पनि अलग्ग पल्टेर खेलिरहेको छ तानमा त एक्लै नछोडे पनि यहाँ झर्छ नि ढुन्डिरहेको हुन्छ यस्तै सर्ने हुँदा थियो एकपल्ट तपाईँ ड्युटीबाट आउँदा ढुन्डिरहेको थियो नि ओसनमा म त्यही बसेर पुरै काट्दै थिएँ नदेखेको अन्त के हो डल्लु यो के हो के अरे यो एप्पल न टिका लाउनु हुँदैन सुक्खा ढोको एकदम ढिलो भयो हेर्नु न आज काम ज्यादा गर तिमी गर मेरो दादालाई म मोइसकेको जीवा गरेर छिटो तिमीले जीवा गर न अन्त मेरो दादाको मलाई जीवा जीवा छिटो जीवा जीवा खै जीवा छिटो खै जीवा गरेर छिटो खै जीवा गरेर जाऊ तिमी ढोकेर आऊ जीवा गरेर छिटो छिटो खै छिटो के गर्नु अब यतापट्टि त कडा पानी चल्दैन अन्त ऊ अब यस्तै राम्रो सबै भयो हो यहाँनिर अन्त यहाँ आशिषले हेरिरहेको छ यहाँनिर खोजिरहेको छ अब चाहिँ हामी निस्किन आँटेको आर्चहरू सबै निस्किसक्यो ऊ भाइ रुँदैछ हेर त आऊ त यता यहाँ आऊ त सामान हाल्नु ल ए लु लु सबैजना बाई बाई हुन्छ 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 गयो ल उफ्री थाल्नु उफ्रिनु थाल्यो उयो झर्ला ऊ मुखमा बाई बाई हुन्छ मामा हुन्छ 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 बाई बाई हुन्छ भाइ अब त्यो त गइहाल्छ म बाई बाई गुड नाइट ओके बाई बाई हुन्छ हामी चाहिँ फर्के चाहिँ हावाको मजा लिइरहेको छ टाउको बाहिर निकाल्छ होला है एकचोटि डर लाग्छ छोडेछ हेरौँ ए देखेन नि त पछाडि पछाडि पापा छ के ऊ चाहिँ पापालाई हेरिरहेको छ
बाबा कहाँ जानुभयो यहाँ अम्बो त्यही कारणबाट सानो नत्र राति गइसक्यो यिनीहरूले बाइक स्कुटीहरू लिएर हिँड्दा है कस्तो रह्यो त मम्मी दामी दामी मजा आयो है बातसात गरे मजाले बाबा भन्नुहोस् त्यसै नै ब्लगमा एन्ड गर्दैछु मैले त्यो दिन चाहिँ गर्नु पाइनँ आज गर्दैछु म सुट हो राति यतिकै भयो है घर आएर यताउता गर्दा त यो ब्लग चाहिँ म एन्ड गर्दैछु आई होप तपाईँहरूलाई राम्रो लाग्यो होला थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई